ओके स्टार्ट गरेँ है तपाईले अब मैले तिमीलाई अहिले सिकाउन खोज्दैछु सेपरेसन अफ प्राइमरी सेकेन्डरी एन्ड टर्सियरी अमाइन। हाम्रो यही बाँकी रहेको छ, त्यही सिकाइहालेँ मैले। लेखेँ मैले यहाँ, याद गर। सेपरेसन अफ प्राइमरी secondary and tertiary primary secondary and tertiary amine primary secondary and मैले के भनेर लेखेँ tertiary amine भनेर लेखेँ। अब यसमा र त सेपरेसन अफ प्राइमरी सेकेन्डरी एन्ड मैले के लेखेको छु यहाँ टर्सियरी अमाइन भनेर लेखेको छु। हामीले प्राइमरी सेकेन्डरी र टर्सियरी अमाइनलाई सेपरेट गर्ने मेन प्रोसेस भनेको के हो थाहा छ? मेन प्रोसेस भनेको के हो भने त एउटा हफम्यान्स मेथड हो, अर्को भनेको हाम्रो के हो हिन्सबर्ग मेथड हो। मैले त दुईवटा मेथडको बारेमा डिस्कसन गराउन खोज्दैछु। एउटा भनेको हाम्रो के हो भने त एउटा भनेको हाम्रो के हो ओके याद गर हफम्यान्स मेथड मैले यहाँ लेखिहालेँ। एउटा भनेको हाम्रो के हो रे हफम्यान्स मेथड अर्को भनेको हाम्रो के हो हिन्सबर्ग मेथड। एउटा हफम्यान्स मेथड हो, अर्को भनेको हाम्रो के हो हिन्सबर्ग। एउटा हफम्यान्स मेथड अर्को भनेको हाम्रो के हो हिन्सबर्ग मेथड। एउटा हफम्यान्स मेथड अर्को मैले के लेखेँ हिन्सबर्ग मेथड भनेर लेखेँ। एउटा हफम्यान्स मेथड अर्को भनेको हाम्रो के हो हिन्सबर्ग मेथड। मैले लेखेँ हफम्यान्स मेथड भनेर लेखेँ है त। यहाँ मैले के भनेर लेखेँ हफम्यान्स मेथड भनेर लेखेँ। हफम्यान्स मेथड भनेर लेखेँ मैले यहाँ, ध्यान देऊ हफम्यान्स मेथड भनेर लेखेँ। हफम्यान्स मेथडबाट हामीले सजिलैसँग प्राइमरी सेकेन्डरी र हामीले के गर्न सक्छौँ टर्सियरी अमाइन हामीले के गर्न सक्छौँ अथवा हफम्यान्स मेथडबाट हामीले सजिलैसँग प्राइमरी सेकेन्डरी टर्सियरी अमाइन के गर्न सक्छौँ डिस्टिङ्सन गर्न सक्छौँ। यो कुरा हामीले के गर्नु पर्यो सबभन्दा सुरुमा राम्रोसँग याद गर्न पर्यो। अब हेर है त मैले यहाँ तिमीलाई एकदमै सजिलो तरिकाले सिकाउँछु। सबभन्दा सुरुमा प्राइमरी अमाइन भनेको हाम्रो के हो त RNH2 हो। सेकेन्डरी अमाइन भनेको हाम्रो के हो R2NH हो। याद गर यो भनेको हाम्रो के हो रे R2NH हो। टर्सियरी अमाइन भनेको हाम्रो के हो R3N हो। के हो रे R3N हो प्राइमरी सेकेन्डरी टर्सियरी अमाइनमा। एकचोटि याद गर त यदि हामीले यो याद गर त यो प्राइमरी अमाइनबाट हामीले यसरी सम्झ्यौ क्या हामीले के सम्झिन पर्यो भने एकचोटि याद गर है त तिमीले के सम्झ भने हामीले अहिले केसको डिस्टिङ्सन गर्दैछौ सेकेन्ड हामीले के गर्दैछौ डिस्टिङ्सन गर्दैछौ। अनि तिमीले के सम्झ म्याटर एक्जिस्ट हुनु के हो कोही ड्रग ज्ञान अमाइन हामीले डिस्टिङ भने प्राइमरी अमाइनबाट हाम्रो के आउँछ सोलिड प्रोडक्ट आउँछ। के आउँछ न त सोलिड प्रोडक्ट आउँछ। प्राइमरी अमाइनबाट हाम्रो के आउँछ रे यो प्राइमरी अक्जालेटसँग डिस्टिल सोलिड सेकेन्डरी अमिक इस्टर आउँछ। के आउँछ रे लिक्विड अक्जामिक इस्टर आउँछ। के आउँछ न त लिक्विड अक्जामिक इस्टर आउँछ। फन्टुस यो रियाक्सनमै जाँदैन, रियाक्सनमा नगएको चाहिँ हाम्रो के हो टर्सियरी अमाइन हो। जस्तै याद गर त तिमीले प्राइमरी अमाइनमा के गर्यौ न त तिमीले प्राइमरी अमाइनमा के गर्यौ यो प्राइमरी सेकेन्डरी टर्सियरी अमाइन जुन छ नि यो प्राइमरी सेकेन्डरी र टर्सियरी अमाइनमा प्राइमरी सेकेन्डरी र टर्सियरी अमाइनमा तिमीले के हाल्यौ डाइइथाइल अक्जालेट हाल्यौ। के हाल्यौ न त डाइइथाइल अक्जालेट हाल्दाखेरि याद गर प्राइमरी अमाइनबाट के आउँछ भन त सोलिड अक्जामाइट आउँछ। प्राइमरी अमाइनबाट के आउँछ हाम्रो सोलिड अक्जामाइट आउँछ। सेकेन्डरी अमाइनबाट हाम्रो के आउँछ लिक्विड अक्जामिक इस्टर आउँछ। के आउँछ न त लिक्विड अक्जामिक इस्टर आउँछ। अनि याद गर यो टर्सियरी अमाइनबाट हाम्रो के आउँछ न त
टर्सियरी अमाइनबाट हाम्रो के आउँछ र त टर्सियरी अमाइनमा रियाक्सन हुँदैन मैले के लेखे रिमेन्स अनरिएक्टेड लेखे के लेखे मैले रिमेन्स अनरिएक्टेड अर्थात् मैले के लेखे नो रियाक्सन भनेर लेखे के भनेर लेखे मैले नो रियाक्सन भनेर लेखे यति कुरा चाहिँ हामीले याद गर्न पर्यो रियाक्सन कस्तो हुन्छ त्यो चाहिँ मेन इम्पोर्टेन्ट कुरा हो अब जस्तै मैले के गर्दैछु योसँग रिलेटेड याद गर रियाक्सनको बारेमा तिमीलाई के गर्न खोज्दैछु डिस्कसन गराउन खोज्दैछु है त डिस्कसन गराउन खोज्दैछु यहाँ लेखे मैले याद गर हामीले जहिले पनि हफम्यान्स मेथडमा के युज गर्छौं डाई इथाइल अक्जालेट युज गर्छौं हाम्रो यो डाई इथाइल अक्जालेट भनेको हेर यो भनेको हाम्रो के हो रे डाई इथाइल अक्जालेट है अहिले लेखिराखेको स्ट्रक्चर भनेको के हो रे डाई इथाइल अक्जालेटको के हो स्ट्रक्चर हो डाई इथाइल अक्जालेटको हाम्रो के हो स्ट्रक्चर हो अब हेर त मैले के लेख्छु यहाँ OC2H5 लेखे मैले के लेखे OC2H5 लेखे अर्को मैले के लेखे OC2 मैले के लेखे H5 लेखे OC2 मैले के लेखे H5 लेखे है OC2 मैले के लेखे H5 लेखे अब यसमा र यसलाई हामीले केसँग रियाक्सन याद गरा त यो डाइइथाइल अक्जालेट हामीले केसँग रियाक्सन गर्न खोज्दैछौं प्राइमरी सेकेन्डरी र टर्सियरी अमाइनसँग रियाक्सन गर्न खोज्दैछौं केसँग रियाक्सन गर्न खोज्दैछौं प्राइमरी सेकेन्डरी र टर्सियरी अमाइनसँग हामीले के गर्न खोज्दैछौं रियाक्सन गर्न खोज्दैछौं अब हेर प्राइमरी अमाइनमा मैले के लेखे भने यहाँ RNH2 लेखे RNH2 लेखे सेकेन्डरी अमाइन भनेको हाम्रो के हो R2NH हो टर्सियरी अमाइन भनेको हाम्रो के हो R3N हो अब तिमीले यहाँ याद गर्न पर्ने कुरा के छ भने हेर है त तिमीले अब यहाँ याद गर्न पर्ने कुरा छ के तिमीले याद गर्न पर्ने कुरा छ डाइइथाइल अक्जालेट भनेको यो हो नि याद गर त यो भनेको हाम्रो के हो डाइइथाइल अक्जालेटको स्ट्रक्चर बनाउँदैछु र मैले डाइइथाइल अक्जालेटको के गर्दैछु मैले यहाँ स्ट्रक्चर बनाउँदैछु डाइइथाइल अक्जालेट अब र यो डाइइथाइल अक्जालेटमा र मैले के लेखे यहाँ OC2H5 लेखे मैले यहाँ के लेखे OC2H5 लेखे यसलाई केसँग रियाक्सन गर्ने हामीले प्राइमरी अमाइनसँग रियाक्सन गर्ने प्राइमरी अमाइनमा कतिवटा एक्टिभ हाइड्रोजन छ नाइट्रोजनमा डाइरेक्ट कतिवटा हाइड्रोजन टाँसिएको छ दुईटा नाइट्रोजनमा डाइरेक्ट दुईटा हाइड्रोजन टाँसिएको छ भने नाइट्रोजनमा डाइरेक्ट दुईटा हाइड्रोजन टाँसिएको छ भने अब तिमीले के गर्छौ भने यहाँ तिमीले हेर त दुईवटा मोलिक्युल युज गर्छौ मैले यसलाई यसरी लेख्न सक्छु प्राइमरी अमाइन भनेको हाम्रो के NHR हो के हो न त हाम्रो अर्को भनेको प्राइमरी अमाइन भनेको हाम्रो के हो रे ओके H मैले के लेख्छु NHR लेखे अब रियाक्सन त हावातालमा हुँदैन होला नि त यहाँबाट हाम्रो हेर त हिट गर्दाखेरि इथाइल अल्कोहल निस्किन्छ यहाँबाट पनि हाम्रो के निस्किन्छ इथाइल अल्कोहल निस्किन्छ टोटल कतिवटा इथाइल अल्कोहल निस्कियो दुईवटा इथाइल अल्कोहल निस्कियो दुईवटा इथाइल अल्कोहल निस्कियो हेर अब यसलाई हामीले के भन्यो भने त यसलाई हामीले के भन्यो सोलिड अक्जामाइड भन्यो यसलाई हामीले के भन्यो सिम्पली सोलिड अक्जामाइड भन्यो त यसलाई हामीले सिम्पली के भन्छौं रे सोलिड अक्जामाइड भन्छौं याद गर यसलाई हामीले सिम्पली के भन्छौं रे सोलिड अक्जामाइड भन्छ सोलिड अक्जामाइड भन्छौं मैले के लेखे OC2H5 OC2H5 लेखे मैले के लेखे OC2H5 लेखे OC2H5 लेखेर OC2H5 याद गर OC2 मैले के लेखे H5 लेखे OC2H5 लेखे अब हेर त यसको हेर त सरी OC2H5 होइन नि त NHR हो त्यहाँ सरी है त्यहाँ के हुन्छ न त NHR हुन्छ सरी के हुन्छ न त त्यहाँ NHR हुन्छ र त्यो के हुन्छ न त NHR हुन्छ NHR हुन्छ अब मैले तिमीलाई सिकाउन खोज्दैछु र मैले के लेखे NHR लेखे मैले के लेख्दैछु NHR लेखे के लेखे मैले NHR लेखे यसको नाम के हो सोलिड अक्जामाइड हो प्राइमरी अमाइनलाई के गर्यो प्राइमरी अमाइनलाई याद गर डाइइथाइल अक्जालेटसँग रियाक्सन गरिन के आउँछ भने सोध्यो भने हाम्रो एन्सर के हुन्छ सोलिड अक्जामाइड हुन्छ के हुन्छ न त सोलिड अक्जामाइड हुन्छ त्यस्तै याद गर सेकेन्डरी अमाइनको कुरा गरौँ सेकेन्डरी अमाइनसँग रियाक्सन गर्दाखेरि के आउँछ सेकेन्डरी अमाइनमा हेर्यो भने डाइइथाइल अक्जालेटलाई हामीले केसँग रियाक्सन गर्न सक्छ र त मैले फेरि एउटा के लेखे डाइइथाइल अक्जालेट लेखे यहाँ डाइइथाइल अक्जालेटको स्ट्रक्चर बनाउँदैछु डाइइथाइल अक्जालेटको मैले के गर्दैछु स्ट्रक्चर बनाउँदैछु याद यसमा र त यो भनेको हाम्रो डाइइथाइल अक्जालेट हो याद यो भनेको हाम्रो के हो रे डाइइथाइल अक्जालेट हो
याद गर सेकेन्डरी अमाइनमा टोटल एक्टिभ हाइड्रोजन कतिवटा छ एउटा नाइट्रोजनमा एउटा मात्रै हाइड्रोजन ट्रान्सफर एउटा मात्रै मोलिक्युल युज गर एउटा मात्रै मोलिक्युल युज गर्दाखेरि मैले यसरी लेख्न सक्छु होला र एउटा मात्रै मोलिक्युल युज गर्दाखेरि मैले के लेखे H लेखे मैले के लेखे NR2 लेखे अब हेर यहाँबाट हाम्रो के निस्किन्छ इथाइल अल्कोहल निस्कियो यहाँबाट हाम्रो कतिवटा इथाइल अल्कोहल निस्किन्छ एउटा मात्र के भयो इथाइल अल्कोहल निस्कियो एउटा मात्र इथाइल अल्कोहल निस्कियो भने अब हेर यहाँबाट हाम्रो के आउने भन त लिक्विड अक्जामिक इस्टर भन्छ इस्लामले के भन्छ इस्लामले सिम्पली लिक्विड अक्जामिक इस्टर भन्छ के भन्छ अरे लिक्विड अक्जामिक इस्टर भन्छ लिक्विड अक्जामिक इस्टर भन्छ मैले के लेखे यहाँ ओ मैले के लेख्छु यहाँ ओ याद गर मैले के लेखे भने लिक्विड अक्जामिक इस्टर भनेको छ मैले के लेखे NR2 लेखे के लेखे NR2 लेखे मैले के लेखे यहाँ NH मैले के लेखे यहाँ ओके अर्को मैले के लेखे OC2H5 लेखे के लेखे मैले यहाँ OC2 मैले के लेखे यहाँ H5 लेखे यसलाई के भन्छ लिक्विड अक्जामिक इस्टर भन्छ यसलाई सिम्पली के भनेको हुन्छ अरे लिक्विड अक्जामिक इस्टर भन्छौं लिक्विड अक्जामिक इस्टर भन्छौं अब हेर अर्को कुरा भनेको यहाँ मैले अर्को के लेखे यहाँ नो रियाक्सन भनेर लेखे मैले के भनेर लेखे यहाँ नो रियाक्सन भनेर लेखेछ भन्छ किन ड्यू टु द एब्सेन्स अफ एक्टिभ हाइड्रोजन अब याद गर हामीले प्राइमरी अमाइन सेकेन्डरी अमाइन र टर्सियरी अमाइन छुट्याउनको लागि युज गर्ने रिएजेन्टको नाम के रहेछ भन त डाइइथाइल अक्जालेट रहेछ के रहेछ डाइइथाइल अक्जालेट रहेछ यसमा पनि प्लिज हामी कोही पनि कन्फ्युजन हुने ठाउँ नै छैन कन्फ्युजन हुने ठाउँ छ र कन्फ्युजन हुने ठाउँ नै छैन कन्फ्युजन नहुने है त ओके आसान लाग्छ यहाँसम्म पनि तिमीले मजाले बुझ्यौ जस्तो लाग्छ बुझ्यो कि बुझेन यहाँसम्म बुझे यसमा हामी कति पनि कन्फ्युजन हो अर्को मैले तिमीलाई के सिकाउन खोज्दैछु भने हिन्सबर्ग मेथड सिकाउन खोज्दैछु रे त मैले के लेख्दैछु यहाँ हिन्सबर्ग मेथड लेखे मैले र हिन्सबर्ग मेथड भनेर लेखिन अर्को मैले लेख्दैछु यहाँ तिमीलाई बुझाउनलाई हिन्सबर्ग मेथड भनेर लेखेँ मैले एकैछिन मेसेज हेरेको छैन तिमीहरूको पहिला यो सकाउँछु मैले हिन्सबर्ग मेथड भनेर लेखेँ मैले हिन्सबर्ग मेथड भनेर लेखेँ ओके हिन्सबर्ग मेथड भनेर लेखेँ मैले हिन्सबर्ग मेथड पनि के हो न त इट इज अल्सो युज टु सेपरेट प्राइमरी सेकेन्डरी एन्ड के हो न त टर्सियरी अमाइन हो कि हैन हिन्सबर्ग मेथड भनेको के हो न त इट इज युज टु सेपरेट प्राइमरी सेकेन्डरी एन्ड के हो न त टर्सियरी अमाइन हो याद गर युज टु सेपरेट this is used to separate primary secondary and tertiary मैले के लेखे टर्सियरी अमाइन भनेर लेखेँ हिन्सबर्ग रिएजेन्टमा केसको युज गरिन्छ हिन्सबर्ग रिएजेन्टको युज गरिन्छ हिन्सबर्ग रिएजेन्ट भनेको के हो डाइइथाइल अक्जालेट हो हिन्सबर्ग रिएजेन्ट भनेको के हो रे हिन्सबर्ग रिएजेन्ट भनेको बेन्जिन सल्फोनाइल क्लोराइड हो यो भनेको हाम्रो बेन्जिन सल्फोनाइल क्लोराइड हो मैले के लेख्छु यहाँ SO2Cl लेखे यो भनेको हाम्रो के हो यो भनेको हाम्रो बेन्जिन सल्फोनाइल क्लोराइड हो यो भनेको हाम्रो के हो रे बेन्जिन सल्फोनाइल क्लोराइड हो यो भनेको हाम्रो के रहेछ बेन्जिन सल्फोनाइल क्लोराइड हो यसलाई हामीले के पनि भन्छौँ सिम्पली हिन्सबर्ग रिएजेन्ट पनि भन्छौँ यसलाई हामीले के पनि भन्छौँ सिम्पली हिन्सबर्ग के पनि भन्छौँ हिन्सबर्ग रिएजेन्ट पनि भन्छौँ हिन्सबर्ग के पनि भन्छौँ रिएजेन्ट पनि भन्छौँ हिन्सबर्ग रिएजेन्ट पनि भन्छौँ अब हेर यसलाई मैले रियाक्सन गर्न खोज्दैछु केसँग रियाक्सन गर्न खोज्दैछु भने प्राइमरी सेकेन्डरी र टर्सियरी अमाइनसँग रियाक्सन गर्न खोज्दैछु अब हेर त मैले यसरी लेखेँ हिन्सबर्ग रिएजेन्टमा मैले के गरेँ सबभन्दा सुरुमा हिन्सबर्ग रिएजेन्ट नै लेखेँ हिन्सबर्ग रिएजेन्ट भनेको के हो रे बेन्जिन सल्फोनाइल क्लोराइड हो अब याद गर यसलाई मैले केसँग रियाक्सन गर्न खोज्दैछु प्राइमरी सेकेन्डरी र टर्सियरी अमाइनसँग रियाक्सन गर्न खोज्दैछु र यसलाई मैले केसँग रियाक्सन गर्न खोज्दैछु प्राइमरी सेकेन्डरी र टर्सियरी अमाइनसँग के गर्न खोज्दैछु रियाक्सन गर्न खोज्दैछु प्राइमरी सेकेन्डरी एन्ड टर्सियरी अमाइन अब हेर है त यहाँ
प्राइमरी अमाइनलाई मैले यसरी लेख्न सक्छु, याद गर प्राइमरी अमाइनलाई यसरी लेख्दैछु मैले NH अघि R NHS लेखेँ, यो भनेको हाम्रो प्राइमरी अमाइन हो। सेकेन्डरी अमाइन भनेको हाम्रो के हो रे R2 हाम्रो के हो त R2NH हो, R2NH हो। टर्सियरी अमाइन भनेको हाम्रो के हो R3, यो के हो त R3 के हो त N हो, यो भनेको हाम्रो के हो R3N हो। अब हेर हामीले रियाक्सन गर्ने क्रममा हेर त हामीले रियाक्सन गर्दैछौँ। अब हेर त यहाँबाट हाम्रो के निस्क्यो, यहाँबाट H निस्क्यो, यहाँबाट H निस्क्यो, यहाँबाट Cl निस्क्यो, यहाँबाट Cl निस्क्यो, यहाँबाट हाम्रो के निस्क्यो HCl निस्क्यो कि निस्केन, HCl निस्क्यो। अब त्यसो भए अब हेर त यहाँबाट हाम्रो के आउँदो रहेछ, यहाँबाट के आउँदो रहेछ हेर त मैले के लेख्दैछु, ओके यहाँबाट यसरी लेखेँ, यसरी लेखेँ। अब यहाँबाट हाम्रो के आउँदैछ भने त ओके SO2 मैले के लेखेँ SO2 मैले के लेखेँ SO2 NHR लेखेँ, के लेखेँ मैले SO2 NHR लेखेँ। अब हेर त्यसरी नै अब तिमीले के गर्यो, यो सेकेन्डरी अमाइनबाट हाइड्रोजन र बेन्जिन सल्फोनाइल क्लोराइड अगाडिको रिएजेन्टबाट हेर त HCl हटाइदेऊ, HCl हट्यो भने अब हेर यहाँबाट हाम्रो के आउँछ, हेर यहाँबाट के आउँछ त्यो मैले तिमीलाई सिकाउन खोज्दैछु। हेर यहाँबाट हाम्रो के आउँछ SO2 हाम्रो के आउँछ NR2 आउँछ, हो कि न, SO2 के आउँछ NR2 आउँछ। अब हेर अर्को भनेको टर्सियरी अमाइनसँग रियाक्सन हुँदैन, किन, ड्यू टु द एब्सेन्स अफ एक्टिभ हाइड्रोजन। मैले के लेखेँ नो रियाक्सन लेखेँ, मैले के लेखेँ यहाँ नो रियाक्सन लेखेँ। अब हेर यो कम्पाउन्डको नाम के हो न त एन अल्काइल बेन्जिन सल्फोनामाइड हो। यो कम्पाउन्डको नाम के हो रे एन अल्काइल बेन्जिन के हो न त एन अल्काइल बेन्जिन सल्फोनामाइड हो, एन अल्काइल बेन्जिन सल्फोनामाइड हो, एन अल्काइल बेन्जिन सल्फोनामाइड हो। इसको नाम अर्को के हो भनेदेखि एन मैले के लेखेँ एन डाई अल्काइल बेन्जिन सल्फोनामाइड, एन डाई अल्काइल बेन्जिन सल्फोनामाइड, एन डाई अल्काइल बेन्जिन सल्फोनामाइड भनेर लेखेँ, एन डाई अल्काइल बेन्जिन सल्फोनामाइड लेखेँ। अब हेर है त यसमा हेऱ्यो भने तिम्रो आँखाले देखिरहेछ यहाँ त के छ नाइट्रोजनमा हाइड्रोजन टाँस्या छ, नाइट्रोजनमा हाइड्रोजन टाँस्या छ, देख्यो यो नाइट्रोजनमा हाइड्रोजन टाँस्या छ भने यो हाइड्रोजन के हो एसिडिक हो। एसिडले त केसँग रियाक्सन गर्छ बेससँग रियाक्सन गर्छ। अब हेर त मैले KOH लेखेँ भने अब यो सोलुबल हुन्छ कि इन्सोलुबल हुन्छ, यो भनेको अब हाम्रो के हुन्छ सोलुबल हुन्छ। अब तिमीलाई सोध्न सक्छ किन एन अल्काइल बेन्जिन सल्फोनामाइड सोलुबल हुन्छ भने सोधिन ड्यू टु द प्रेजेन्स अफ एसिडिक हाइड्रोजन। तर हेर त यो कम्पाउन्डमा तिमीले KOH हाल्यो भने यो सोलुबल हुन्छ कि इन्सोलुबल, इन्सोलुबल, किन, ड्यू टु द एब्सेन्स अफ के हो न त एसिडिक हाइड्रोजन हो। यो मेथडबाट हामीले सजिलैसँग के गर्न सक्दछौँ भने त प्राइमरी सेकेन्डरी टर्सियरी हामीले अमाइन छुट्याउन सक्दछौँ। मैले के लेखेँ भने यसको नाम बेन्जिन सल्फोनामाइड हो। हेर त बेन्जिन सल्फोनाइल क्लोराइड हो यसको नाम, बेन्जिन सल्फोनाइल क्लोराइड हो, यसको नाम के रहेछ बेन्जिन सल्फोनाइल क्लोराइड छ। यो कुरा तिमीले के गर्नु पर्यो याद गर्नु पर्यो, राम्रोसँग याद गर्न पर्यो है, यो कुरा तिमीले के गर्नु पर्यो राम्रोसँग याद गर्न पर्यो। यहाँसम्म मजाले बबाले तरिकाले बुझेछ नि यास भन, अनि मात्र म के गर्न सक्छु अगाडि बढ्न सक्छु। मजाले बुझेको नि यास भन, केही कन्फ्युजन छ भने पनि क्वेसन सोध्न सक्छौ। यो त कति ब्युटिफुल तरिकाले सिकाएको छु मैले, बुझिरहेछौ, मजाले बुझेछौ जस्तो लाग्छ मलाई चाहिँ। इन्सोलुबल किन भयो अरे सर भनेछौ। अब हेर त तिमीले हेर त यहाँ एसिडिक हाइड्रोजन देखेछ, यो हेर त यतिमा नाइट्रोजनमा डाइरेक्ट हाइड्रोजन टाँस्या छ छैन, नाइट्रोजनमा डाइरेक्ट हाइड्रोजन टाँस्या छैन भने त्यो एसिडिक हो होइन, एसिडिक नै होइन भने रियाक्सन हुन्छ हुँदैन, एक्टिभ हाइड्रोजन छैन भने रियाक्सन हुँदैन। बुझ्यौ अब बुझे, अगाडि बढाऊ।
ओके अब अर्को तरिकाले मैले अब हेर त अब अर्को कुरा तिमीलाई सिकाउन खोज्दैछु ध्यान देऊ अब एकैछिन मैले फेरि मेसेज हेरेन फुल माइन्ड कन्सन्ट्रेट गरी मैले तिमीलाई सिकाउँदैछु हेर अर्को लेखेँ मैले रिएक्सन अफ प्राइमरी सेकेन्डरी टर्सियरी अमाइन विथ नाइट्रस एसिड भनेर लेखेँ मैले र हेडिङमा लेखेँ रिएक्सन अफ प्राइमरी secondary and tertiary amine reaction of primary secondary and tertiary amine with nitrous acid अब हामीले त इन्ट्रान्समा हामीले क्वेशन मात्रै सल्भ गर्नुपर्ने छ हेर त हामीले त क्वेशन सल्भ हुने हिसाबले मात्रै सिकाउँछ है हेर त अरु त्यति धेरै मैले सिकाउन फेरि हेर मैले के लेखेँ रिएक्सन अफ मैले के लेखेँ रिएक्सन अफ प्राइमरी सेकेन्डरी टर्सियरी अमाइन विथ मैले के लेखेँ नाइट्रस एसिड भनेर लेखेँ के भनेर लेखेँ मैले यहाँ नाइट्रस एसिड भनेर लेखेँ अब हेर है त यो भनेको याद गर रिएक्सन अफ प्राइमरी सेकेन्डरी एन्ड टर्सियरी अमाइन विथ नाइट्रस एसिड भनेर छ यो रिएक्सन भनेको पनि केसको लागि युज गरिन्छ रे also used to distinguish primary secondary and tertiary amine हो किन नाइट्रस एसिड सँगको रिएक्सन पनि के रहेछ न त also used to distinguish primary secondary and tertiary also used to distinguish primary secondary and मैले के लेखेँ tertiary amine भनेर लेखेँ अब हेर है मैले तिमीलाई सिकाउन खोज्दैछु राम्रोसँग ध्यान देऊ प्लिज यहाँ त एकदमै चाहिने पोइन्ट मात्रै मैले भन्दैछु केही बुझेन नि सोध्ने हामीले त यति पोइन्ट मात्रै सम्झ्यो भने हुन्छ हामीले रिएक्सन लेखिराख्नु पर्दैन धेरै रिएक्सन लेखेर पनि बिर्सिन्छ क्या यदि हामीले एरोमेटिक प्राइमरी अमाइनलाई के सँग रिएक्सन गरेको छ नाइट्रस एसिड सँग रिएक्सन गरेको छ भने त्यहाँबाट हाम्रो के आउँछ बेन्जिन डाइजोनियम क्लोराइड आउँछ त्यहाँबाट हाम्रो के आउँछ रे बेन्जिन डाइजोनियम के आउँछ न त बेन्जिन डाइजोनियम क्लोराइड आउँछ के आउँछ बेन्जिन डाइजोनियम क्लोराइड आउँछ र यदि हामीले याद गर अर्को कुरा सिकाउन खोज्दैछु एलिफेटिक प्राइमरी अमाइनमा चाहिँ याद गर मैले के लेखेँ यदि हामीले एलिफेटिक प्राइमरी अमाइनमा हामीले के राख्यौं नाइट्रस एसिड राख्यो भने चाहिँ याद गर त्यहाँबाट के आउँछ हाम्रो अल्कोहल प्लस के आउँछ नाइट्रोजन आउँछ भनेपछि हामीले अल्कोहल प्लस के आउँछ नाइट्रोजन आउँछ यो रिएक्सनबाट याद गर त हामीले के निकाल्न सक्दछौं नाइट्रस एसिडको युज गरेर हामीले एलिफेटिक र एरोमेटिक प्राइमरी अमाइन पनि सजिलैसँग छुट्याउन सक्दछ एलिफेटिक एरोमेटिक अमाइन र याद गर एलिफेटिक प्राइमरी अमाइन र एरोमेटिक प्राइमरी अमाइन छुट्याउनको लागि पनि हामीले यो रिएक्सन क्यारी आउट गर्दछौं अर्को हेर हामीले यसमा याद गर्न पर्ने कुरा के छ भने यदि हामीले एलिफेटिक अर्थात एरोमेटिक सेकेन्डरी अमाइनलाई यदि हामीले यो पनि बहुत इम्पोर्टेन्ट छ याद गर यदि हामीले एलिफेटिक अथवा एरोमेटिक सेकेन्डरी अमाइनलाई एलिफेटिक अथवा एरोमेटिक सेकेन्डरी अमाइनलाई के सँग रिएक्सन गर्यो हामीले याद गर नाइट्रस एसिड सँग रिएक्सन गर्यो के गर्यो नाइट्रस एसिड सँग रिएक्सन गर्यो नि त्यहाँबाट हाम्रो के आउँछ न त नाइट्रोसो अमाइन आउँछ याद गर के आउँछ न त त्यहाँबाट हाम्रो नाइट्रोसो अमाइन आउँछ यो नाइट्रोसो अमाइन भनेको एल्लो ओइली कम्पाउन्ड हो यो भनेको हाम्रो के हो रे एल्लो ओइली के हो एल्लो ओइली कम्पाउन्ड यो भनेको हाम्रो के हो एल्लो ओइली कम्पाउन्ड हो याद गर
हामीले याद गर यो रियाक्सनलाई चाहिँ हामीले के भन्छौँ भने लाइबरम्यान नाइट्रोसो रियाक्सन भन्छौँ। यसलाई चाहिँ हामीले के भनेको हुन्छौँ अरे लाइबरम्यान नाइट्रोसो रियाक्सन भनेको हुन्छौँ। यसलाई हामीले के भन्छौँ भने त लाइबरम्यान नाइट्रोसो रियाक्सन भन्छौँ। तिमीलाई एक्जाममा सक्छ कुन कम्पाउन्डले लाइबरम्यान नाइट्रोसो रियाक्सन देखाउँछ भनेर सोध्न सक्छ। लाइबरम्यान 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 नाइट्रोसो रियाक्सन। याद गर हामीलाई एकदमै सोध्यो यति मात्रै बुझ्ने क्या कुन कम्पाउन्डले लाइबरम्यान नाइट्रोसो रियाक्सन देखाउँछ भनेर सोध्यो भने एलिफेटिक एज वेल एज एरोमेटिक सेकेन्डरी अमाइन र फिनोलले के देखाउँछ लाइबरम्यान नाइट्रोसो रियाक्सन देखाउँछ भन्ने रियाक्सन हामीलाई चाहिँदैन। एक्जाममा सोध्न सक्छ कुन कम्पाउन्डले लाइबरम्यान नाइट्रोसो रियाक्सन देखाउँछ भनेर सोध्यो भने हामीले के बुझ्न पर्यो ओके सेकेन्डरी अमाइन र फिनोलले के देखाउँछ लाइबरम्यान नाइट्रोसो रियाक्सन देखाउँछ भने लाइबरम्यान नाइट्रोसो रियाक्सनमा कलर सिक्वेन्स के हो भनेर सोध्यो भने के हो ग्रीन हो। याद गर रेड हो ब्लू हो जीआरबी। याद गर खास त मेन त ग्रीन र ब्लू हो क्या। याद गर लाइबरम्यान नाइट्रोसो रियाक्सनको कलर सिक्वेन्स भनेर सोध्यो भने ग्रीन रेड ब्लूमा के गर्ने एन्सर स्टिक गर्ने ग्रीन रेड ब्लूमा के गर्ने एन्सर स्टिक गर्ने। यो कुरा हामीले के गर्नु पर्यो याद गर्न पर्यो। अब याद गर है अर्को भनेको हामीले यहाँ पुरै रियाक्सन लेख्न पर्दैन यति पोइन्ट मात्रै सम्झे त्यो रियाक्सन हामीलाई चाहिँदैन जुन कुरा चाहिँदैन हामीले ओएथमा किन टाइम वेस्ट गरिराख्ने हेर त हामीले दिमागलाई किन बढी भारी बोकाइराख्ने र। अर्को मैले यहाँ लेखेर यदि हामीले एलिफेटिक टर्सियरी अमाइन यदि हामीले एलिफेटिक टर्सियरी अमाइनलाई यदि हामीले नाइट्रस एसिडसँग रियाक्सन गर्ने भने त्यहाँबाट हाम्रो के आउँछ नाइट्राइट साल्ट आउँछ। कुन अमाइनलाई नाइट्रस एसिडसँग रियाक्सन गर्ने नाइट्राइट साल्ट आउँछ भनेर सोध्यो भने हाम्रो एन्सर के हुन्छ टर्सियरी अमाइन हुन्छ। याद गर तर यदि हामीले एरोमेटिक याद गर टर्सियरी अमाइनलाई यदि हामीले एरोमेटिक टर्सियरी अमाइनलाई केसँग रियाक्सन गर्यो एरोमेटिक टर्सियरी अमाइनलाई यदि हामीले नाइट्रस एसिडसँग रियाक्सन गर्यो भने चाहिँ त्यहाँबाट हाम्रो के आउँछ ग्रीन कलर आउँछ। के आउँछ न त ग्रीन कलर आउँछ। त्यहाँबाट हाम्रो के आउँछ भने याद गर प्यारा नाइट्रोसो एन डाइमिथाइल अमाइन आउँछ। प्यारा नाइट्रोसो याद गर एन डाइमिथाइल अमाइन आउँछ। यो हामीलाई रियाक्सन चाहिँदैन क्या। मैले तिमीलाई यति मात्रै बुझाउन खोजेको यहाँ यति कुरा मात्रै मैले यहाँ बुझाउन खोज्दैछु ध्यान देऊ। यो रियाक्सन जुन छ नि यो एलिफेटिक प्राइमरी अमाइनलाई नाइट्रस एसिडसँग रियाक्सन गर्दा के आउँछ भने सोधिने नाइट्राइट साल्ट भन्ने। एरोमेटिक टर्सियरी अमाइनलाई याद गर त एरोमेटिक टर्सियरी अमाइनलाई चाहिँ नाइट्रस एसिडसँग रियाक्सन गर्दाखेरि कस्तो कलर आउँछ भने सोधिने ग्रीन। हामीले पुरै रियाक्सन जान्न पर्दैन क्या। एकचोटि फेरि पनि याद गर एक्जाममा यो लेभलको क्वेसन सोध्छ क्या। कुन लेभलको क्वेसन सोध्छ त्यो जान्नु सबभन्दा ठुलो कुरा हो। मैले क्वेसन यसरी लेखेर which of the following compound याद गर which of the following compound shows which of the following compound following compound shows Lieberman nitroso reaction. Which of the following compound shows मैले के लेखे हैं Lieberman nitroso reaction भनेर लेखें। ऑप्शन ए मा लेखें प्राइमरी अमाइन सेकेंडरी अमाइन टर्शियरी अमाइन all of above
all of the above. Primary amine, secondary amine, tertiary amine, and मैले के लेखेँ यहाँ all of the above भनेर लेखेँ. के भने लेखेँ? Which of the following compounds was Lieberman and nitrous reaction? Primary amine, secondary amine, tertiary amine, all of the above भनेर लेखेँ. याद गरा. हामीले हेर त पुरै हामीले याद गरिराख्नु पर्दैन. मैले भनिसकेको छु फिनोल लिएर सेकेन्डरी अमाइनले मात्रै के देखाउँछ भने चाहिँ मैले लाइबरम्यान नाइट्रोस रिएक्सन देखाउँछ भने छु. यहाँसम्म मजाले बबाले तरिकाले बुझेको नि मात्र यस पुनः प्लिज. यहाँसम्म बबाले तरिकाले बुझेको छ भने यस पुनः अनि म अगाडि बढ्छु प्लिज. के छ कन्फ्युजन? के क्वेशन सोध्न छ? ओके हेर त स्ट्रक्चर चाहिँदैन. स्ट्रक्चर चाहिने भए त लेखाइहाल्थे नि मैले. स्ट्रक्चर चाहिने भए त लेखाइहाल्थे नि. स्ट्रक्चर चाहिँदैन है. स्ट्रक्चर चाहिँदैन. स्ट्रक्चर चाहिन्छ भने पनि लेख्दैन, केही समस्या भएन. तर हामीलाई चाहिँदैन त्यही भएर मैले नलेखाएको. वेथमा किन टेन्सन लिइराख्छु भने धेरै पढेर नाम निस्किने होइन नि त. चाहिने कुरा पढेर नाम निस्किने हो. जे पोइन्ट लेखा छ तिमीले घरमा लेख्दै प्र्याक्टिस गर्दै पढ्नु पर्यो. मस्तले पढ्नुपर्छ र जसरी पनि नाम निकाल्ने हो. ल बेन्जिन डाइजेनियम क्लोराइडको स्ट्रक्चर भनेको छ यस्तो नि त बाबु. बेन्जिन डाइजेनियम क्लोराइडको स्ट्रक्चर भनेको त हेर त यो बेन्जिन डाइजेनियम क्लोराइडको स्ट्रक्चर यस्तो हुन्छ क्या. याद गर यो भनेको हाम्रो बेन्जिन डाइजेनियम क्लोराइडको बेन्जिन रिङमा डाइरेक्ट N2Cl जोडिएको छ नि त्यसलाई हामीले के भन्ने हो? बेन्जिन डाइजेनियम क्लोराइड भन्ने हो. बेन्जिन डाइजेनियम क्लोराइड भन्ने हो. क्लास लिएको 28 जना मात्रै हो र सर भनेको हैन. क्लास भनेको हाम्रो के छ मोर देन के छ 500 स्टुडेन्ट छ. प्राय सबैले के गरेको हुन्छन् रेकर्डेड हेरेको हुन्छन् क्या. मोर देन 500 छन्. भयो. बेन्जिन डाइजेनियम क्लोराइडबाट हामीले के गर्न सक्छ? धेरै भन्दा धेरै अर्ग्यानिक कम्पाउन्डहरु बनाउन सक्छ. एक्ज्याक्टली. यो भन्दा बढी तिमीले एउटा पनि हेर्न पर्दैन. एउटा पनि तिमीले उड हेर्न पर्दैन के. यहाँ पढाएको जति मात्रै पढ्यो भने त मोर देन इनफ भइहाल्छ नि. अनुप्रिया बुझ्यौ? यो लास्ट कम्पाउन्डमा बेन्जिन डाइजेनियम क्लोराइडको स्ट्रक्चर कस्तो हुन्छ भनेर सोधेर मैले लेखाइदिएको मात्रै, अरु केही पनि हैन. हैन नि हिजो रेकर्डेड हिजो क्लास भएको छ. एकैछिनमा हाम्रो अच्युत सरले हाल्दिनुहुन्छ है. हिजो क्लास भएको छ. हाम्रो नाइट्रो कम्पाउन्ड यति नै. एक दुईटा क्वेशन प्र्याक्टिस गरौँ न है. क्वेशन लेखौँ. अरु के क्वेशन सोध्न छ र? न त म क्वेशन लेख्दैछु एक दुईटा इम्पोर्टेन्ट क्वेशनहरु. N+Cl लेख्दा हुँदैन. नाइ हेर्दा हामीले बरु कसरी लेख्छौँ भने N2Cl हामीले कसरी लेख्छौँ भने बरु N हामीले यसरी लेख्छौँ. बरु हामीले के लेख्छौँ N2Cl जुन छ नि हामीले बरु हामीले के गर्ने यसरी लेख्ने र N2Cl हामीले के गर्छ यसरी लेख्छौँ है. हामीले यसरी हेर्दा स्ट्रक्चर बनाएर लेखिराख्नु पर्दैन के. यसमा धेरै टेन्सन नलिउँ. हामीलाई एकदमै स्ट्रक्चर सोध्ने र ओके. ल नानीमा बरु म अरु क्वेशन लेखौँ. हामीलाई ठ्याक्कै पोइन्ट सोध्नेहरु केही पनि सोध्दैन र. क्वेशन कस्तो आउँछ हेर. अब म क्वेशन गराउँदैछु. ओके कन्भर्जन पनि सिकाउँला. हामी लास्टमा सिक्ने छौं कन्भर्जनहरु तिमीलाई चाहियो भने. ल एउटा क्वेशन लेखे है त. अब हेर है त कस्तो क्वेशन आउन सक्छ. एकैछिन मैले हेर त तिमीलाई यहाँ सिकाउन खोज्दैछु हेर. हेर त अब एकदमै सजिलो क्वेशनहरुबाट जाउँ न. किन गाह्रो क्वेशनबाट जाने? एकदम आउने क्वेशन यो लेभलको हुन्छ. मैले क्वेशन लेखेर which of the following compound will form which of the following compound which of the following compound which of the following compound will form secondary amine will form secondary amine will form secondary amine on reduction with
reduction with lithium aluminum hydride. Option A मा लेखे मैले methyl cyanide, Option B मा लेखे मैले methyl isocyanide, acetamide, nitroethane. पहिला पढाएको मात्र याद गर, धेरै नसोच। मैले पहिला पढाएको सम्झ। मैले के नसु, यदि हामीले अल्काइल साइनाइडलाई रेडक्सन गर्यो भने त्यहाँबाट के आउँछ, प्राइमरी अमाइन आउँछ। अनि याद गर, यदि हामीले के गरेको छ, अल्काइल आइसोसाइनाइड जुन छ, अल्काइल आइसोसाइनाइडलाई रेडक्सन गर्यो भने के आउँछ, त्यहाँबाट हाम्रो सेकेन्डरी के आउँछ, अमाइन आउँछ। अब हाम्रो एन्सर के रहेछ भन त, मिथाइल आइसोसाइनाइड छ। यसको रिएक्सन लेख्न पर्छ र रिएक्सन लेख्न पर्छ जस्तो मलाई लाग्दैन। यहाँसम्म बुझेको छ भने एस भन प्लिज, यहाँसम्म बुझेको छ भने एस भन त प्लिज। अनि डाइरेक्ट यसरी लेख्ने, बुझ्यौ? रिएक्सन हेर त मैले अलरेडी लेखिसकेको छु, हेर त प्रिभियस लेक्चरहरुमा, त्यहाँबाट रिएक्सन हेर्न सक्छौ। बुझेको छौ कि छैनौ? यो क्वेशन एन्सर बुझ्यौ भने यस भन प्लिज। हामीले हेर त कुनै पनि रिड्युसिङ एजेन्ट युज गर्दा हुन्छ, हामीले मेन लिथियम एल्युमिनियम हाइड्राइड युज गर्दा पनि हुन्छ, सोडियम इथाइल हामीले सोडियम इन इथाइल अल्कोहल युज गर्दा पनि हुन्छ। हामीले स्ट्रङ रिड्युसिङ एजेन्ट युज गर्ने हैन, बुझ्यौ? ओके, अर्को क्वेशनमा म गएँ त, अर्को क्वेशनमा गएँ। अब एकैछिन मैले फेरि क्वेशन हेरिन। अब हेर है त, अर्को क्वेशनको बारेमा मैले के गर्न खोज्दैछु, तिमीलाई सिकाउन खोज्दैछु। यसमा हेर है त, यो क्वेशनको एन्सर तिमीहरूले मलाई बताउनु पर्ने हुन्छ र। एउटा क्वेशन लेखेँ मैले, के क्वेशन लेखे भने, find a compound which is more basic than aniline. Find a compound which is more basic than aniline. Option A मा लेखें डाइफिनाइल, याद गर एमाइन, डाइफिनाइल एमाइन। ऑप्शन बी मा लेखें मैले ट्राइफिनाइल एमाइन, फिनाइल एमाइन। बेंजाइल अमाइन, याद करा मैले के लिखे हैं, बेंजाइल अमाइन। प्यारा नाइट्रो एनिलिन, अब हेर त, प्यारा नाइट्रो एनिलिन भन्यो। यो क्वेशन के आन्सर मलाई बताउन सक्छौ? फाइन्ड अ कंपाउंड व्हिच इज मोर बेसिक देन एनिलिन भनेको छ। लोन पेयर अफ इलेक्ट्रोन यदि इजिली डोनेट भयो भने, लोन पेयर अफ इलेक्ट्रोन यदि इजिली के भयो, डोनेट भयो भने त्यो के हो, स्ट्रङ बेस हो। त्यो के हो, स्ट्रङ बेस हो। अब हेर, स्ट्रङ बेस हो भने बुझ्नु पर्यो, स्ट्रङ बेस हो भने बुझ्नु पर्यो। बेसिक स्ट्रेंथ इज
directly proportional to plus I effect and inversely proportional to minus I effect. Inversely proportional to क्यों minus I effect हो क्यों रे minus I effect हो. Electron releasing group electron releasing group which has the plus I effect. Electron releasing group which has the plus I effect and electron withdrawing group which has minus I effect. माइनस आई इफेक्टले एसिडिक स्ट्रेन के गर्ने काम गर्छ घटाउने काम गर्छ. अब हेर है त यहाँ टेबल याद गर प्लिज. यहाँ मैले यहाँ के लेख्यो भने डाइफिनाइल हेर त डाइफिनाइल एमाइन भनेको छ. यो भनेको हाम्रो डाइफिनाइल एमाइन हो. यो भनेको हाम्रो के हो डाइफिनाइल. यो भनेको हाम्रो डाइफिनाइल एमाइन हो. डाइफिनाइल एमाइन हो. यो यहाँ लोन पेयर अफ इलेक्ट्रोन छ र. यो भनेको हाम्रो ट्राइफिनाइल हाम्रो के हो त ट्राइफिनाइल के हो त एमाइन हो. यो भनेको हाम्रो के हो ट्राइफिनाइल के हो एमाइन हो. यो ट्राइफिनाइल के हो एमाइन हो. यो ट्राइफिनाइल के हो एमाइन हो. ट्राइफिनाइल एमाइन हो. याद गर यो भनेको हाम्रो बेन्जाइल अमाइन हो. यो भनेको हाम्रो के हो बेन्जाइल अमाइन हो. यो भनेको हाम्रो बेन्जाइल अमाइन हो. नाइट्रोजनमा लोन पेयर अफ इलेक्ट्रोन हुन्छ. अर्को भनेको याद गर यो अर्को भनेको हाम्रो के हो प्यारा नाइट्रो एनिलिन भनेको यो प्यारा नाइट्रो एनिलिन भनेको यो प्यारा नाइट्रो एनिलिन भनेको याद गर यो हो प्यारा नाइट्रो एनिलिन भनेको यो प्यारा नाइट्रो एनिलिन भनेको यो हेर प्यारा नाइट्रो एनिलिन भनेको यो हो प्यारा नाइट्रो एनिलिन. अब हेर प्यारा नाइट्रो एनिलिन भनेको यो यानो2 भनेको इलेक्ट्रोन विथड्रइङ ग्रुप हो. इलेक्ट्रोन विथड्रइङ ग्रुपले त जहिले पनि के गर्छ इलेक्ट्रोन विथड्रइङ ग्रुपले त जहिले पनि के गर्छ बेसिक स्ट्रेन्थ के गर्छ भने त बढाउँछ कि घटाउँछ फटाफट भन प्लिज. यानो2 भनेको इलेक्ट्रोन विथड्रइङ ग्रुप यसले बेसिक स्ट्रेन्थ बढाउँछ कि घटाउँछ फटाफट भन प्लिज. है त बढाउँछ घटाउँछ घटाउँछ भनेपछि कुनै पनि हालतमा के होइन अप्सन डी एन्सर नै होइन. यसलाई क्रस गर्दै एन्सर हेर्दा डी होइन. अब हेर यहाँ पनि लोन पेयर अफ इलेक्ट्रोन छ. यो लोन पेयर अफ इलेक्ट्रोनहरु त यसरी रिजोनेन्समा जान्छ. लोन पेयर अफ इलेक्ट्रोनहरु यसरी रिजोनेन्समा जान्छ. अब लोन पेयर अफ इलेक्ट्रोन इजिली याद गर रिजोनेन्समा गयो नि लोन पेयर अफ इलेक्ट्रोन के भयो रिजोनेन्समा गयो नि त्यो हेर त त्यो बेसिक स्ट्रेन हेर त बढ्छ कि घट्छ. लोन पेयर अफ इलेक्ट्रोन सजिलैसँग एभाइलेबल हुन्छ. यहाँ बाहिर निस्केर जान सक्छ सक्दैन. याद गर त्यसो यदि लोन पेयर अफ इलेक्ट्रोन रिजोनेन्समा इन्भल्भ भएको छ भने पनि बेसिक स्ट्रेन्थ ग्रेजुअली के हुन्छ डिक्रिज हुन्छ. भनेपछि यो हेर त हाम्रो के भन ए र याद गर बी पनि के भन हाम्रो एन्सर नै भएन. यसमा र यो लोन पेयर अफ इलेक्ट्रोन त सजिलैसँग के हुन्छ बाहिर जान सक्छ रिजोनेन्समा जान सक्दैन. लोन पेयर अफ इलेक्ट्रोन यदि इजिली डोनेट भयो लोन पेयर अफ इलेक्ट्रोन यदि इजिली डोनेट भयो भने त्यो के हुन्छ स्ट्रङ बेस हुन्छ हो कि होइन के हुन्छ स्ट्रङ बेस हुन्छ नो डाउट. त्यसो भए हामीले एन्सर केसमा दस्काउने हो हामीले एन्सर केसमा दस्काउने हो अप्सन एसमा दस्काउने हो. बुझ्यौ यसमा दस्काउने हो. अप्सन सी हाम्रो के भयो एन्सर भयो. बुझ्यौ हाम्रो एन्सर के भयो अप्सन सी भयो. त अप्सन सी हाम्रो के भयो एन्सर भयो. अप्सन सी इज द करेक्ट एन्सर. एसिडिक भनेको त के हुन्थ्यो इलेक्ट्रोन विथड्रइङ ग्रुपले एसिडिक क्यारेक्टर बढाउँथ्यो. इलेक्ट्रोन विथड्रइङ ग्रुपले के गर्थ्यो एसिडिक स्ट्रेन बढाउँथ्यो. त्यो भए त यानो2 ग्रुप भएको चाहिँ के हुन्थ्यो मोर के हुन्थ्यो एसिडिक हुन्थ्यो नि के हुन्थ्यो मोर एसिडिक हुन्थ्यो. बुझ्यौ ल आजको लेक्चर कतिको इफेक्टिभ लाग्यो भन त आजको लेक्चर कतिको इफेक्टिभ लाग्यो. ओके भोलि हामीले के गर्ने छौं पोलिमर अर्थात हामीले त प्युरिफिकेसनहरु पढ्नेवाला छौं है त. ओके थ्यांक यू क्लास हैव अ गुड टाइम स्टे सेफ. आज यति नै किनभने मेरो 11 बजेबाट के हुन्छ नियममा क्लास हुन्छ. म खाना खाएर हेर त 11 बजे क्लास भित्र छिरिसक्नु पर्ने हुन्छ है त. ओके थ्यांक यू क्लास हैव अ गुड टाइम स्टे सेफ. बाइ बाइ टु अल.
बेलुका क्लास चाहिँ हेर्दा 4 बजे फिक्स है त 4 बजे सबैजना हो